हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग अनि आजको ब्लगमा चाहिँ म मेरो डे अफमा के गर्छु भनेर तपाईँहरूसँग सेयर गर्नुको लागि भिडियो बनाउँदैछु है। अनि अब फर्स्टमा त तातो पानी पिएँ अनि त्यहाँदेखि चिया बनाएर मैले खाएँ। अनि चिया खाने बित्तिकै मैले रुमहरू साफसफाइ गर्न थालेँ। अनि साफसफाइ गरिसक्ने बित्तिकै चाहिँ अब आफ्नो खानाहरू पनि बनाउनुतर्फ लाग्नु पऱ्यो। एक्लैको लागि बनाउनु त्यति रह्दो अल्छी लाग्छ, बट स्टिल भोकै त बस्नु भएन है। अनि त्यही भएर चाहिँ मैले इस्कुसहरू काटेर बनाएँ, घरको जस्तै बनाउनु पऱ्यो भनेर। अनि इस्कुस काटेर बनाउँदा चाहिँ मेरो लाइट पनि गयो है। अनि यहाँनिर चाहिँ लाइटहरू गइबस्छ नि त कोही कोही बेला। अनि र भए पनि मैले अब खाना खानु पऱ्यो भनेर चाहिँ अब बनाएँ लाइट जाँदै। अनि त्यहाँदेखिको मेरो खाना पनि रेडी भएको थियो। अनि रेडी भएर चाहिँ म खाना खानुको लागि बसेको थिएँ। अनि के भन्छ उयो दाल चाहिँ मैले अगाडि नै गरेको थिएँ नि त, मतलब लास्ट नाइटकै मैले राखेको थिएँ। अनि राखेर चाहिँ मैले फेरि गम यतापट्टि आएर खाना खानु थालेँ। अनि त्यहाँदेखिको खानुमा चाहिँ नो कम्प्रोमाइज, कहिले पनि म कम्प्रोमाइज गर्दिनँ। एक दिनको छुट्टीमा चाहिँ मजाले तातै खाना खाऊँ भन्ने खालके हुन्छ। अनि त्यहाँदेखिको किनकि अरू बेला त ड्युटीमा चिसो वगेरा या फिर केही मिल्दैन है, आरामले खानु मिल्दैन, जल्दी खानुपर्छ ड्युटीमा हुँदाखेरि। अनि अब घरमा हो भने त आरामले बसेर खाने टाइम पाउँछ। अनि आफूलाई प्याम्पर पनि गर्नु पऱ्यो, स्किन मजाले स्किन केयर गरेर है। अनि मैले चाहिँ फक्सटेलको उयो लगाएको थिएँ फेस मास्क। अनि त्यहाँदेखिको चाहिँ नेल पलिस पनि चेन्ज गर्नु थियो र मैले त्यो पनि चेन्ज गरिसकेँ, डार्क कलर। त्यतिन्जेलसम्ममा अनि मेरो फेसको म अलिअलि अब स्किन केयर त गर्नु पऱ्यो है, चाहे ड्युटी जाऊ नजाऊ। अनि मेरो फेसमा चाहिँ एभ्री टाइम एउटा पिम्पल्स या फिर केको दाग चाहिँ होइ नै रहन्छ। अनि तपाईँहरू कन्फ्युज नहुनु कि मैले यो अर्कै प्रडक्ट युज गर्दैछु भनेर। यो चाहिँ मेरो अब कहिले पिम्पल्स हुन्छ, कहिले के हुन्छ, र एज पर द्याट म युज गर्छु है। अनि त्यहाँदेखिको चाहिँ अब भ्यासलिनमै छु म चाहिँ अहिले पनि है। पहिलातिर चाहिँ युज हुन्थ्यो यो लिप बाम, त्यो पनि लिप बाम छ, तर भ्यासलिन इज मस्ट, लाइक एकदमै राम्रो हुन्छ क्या फेस उयसको लागि। अनि त्यो गरिसकेर यसो इयरिङहरू लाउनु पऱ्यो। घरमा बस्दाखेरि पनि म चाहिँ चिटिक चटाकै भएर बस्नु मनपर्छ, चाहे ड्युटी जाऊ चाहे नजाऊ, मलाई फेसमा स्किन केयर गर्नै पऱ्यो है। अनि त्यहाँदेखिको कपालहरू पनि कोर्नै पऱ्यो, इयरिङ्स पनि लाउनै पऱ्यो। त्यो खस्लाङ्ग बिमारी भएर बस्नु चाहिँ मलाई मन पर्दैन। यसो घरमा बस्दाखेरि पनि आफूलाई एक्टिभ मनपर्छ नि त, बिमारी टाइपको भएर किन बस्नु होइन। यो त आफूले मेन्टेन गर्नै पऱ्यो, बेसिक थिङ हो है। अनि त्यहाँदेखिको चिटिक चटाक भएर सकेपछि अनि त्यहाँदेखिको एकछिन मैले त्यसै केहरू गरेर टाइमहरू पास गरेँ। त्यसको बादमा चाहिँ मैले फेरि अब चाहिँ सुत्नु पऱ्यो भनेर चाहिँ मलाई साह्रै निन्द्रा पनि लागेको थियो। अनि चाहिँ म सुत्नु तरफ लागेँ। इभिनिङमा भएपछि एक्लै भएपछि त अल्छी लाग्छ। सो यति नै हो आजको मेरो भिडियोमा, बाई बाई।